नमस्ते सम्पूर्णमा म अधिवक्ता हिरा श्रेष्ठ आज पनि हजुर समक्ष छोटो कानुनी जानकारी लिई उपस्थित भएको छु। आज चाहिँ जानकारी दिने क्रममा लिभिङ टुगेदरको विषयलाई लिएर हो। यदि कुनै पनि महिला पुरुष या चाहिँ प्रेमी प्रेमिकाहरू विगत 3, 4, 5 वर्षदेखि चाहिँ लिभिङ टुगेदरमा हुनुहुन्छ र हाल कुनै पनि कारणवश चाहिँ छुटिनुपर्ने अवस्था आएको छ भने चाहिँ सो विषयलाई लिएर हजुरले कुनै पनि कागज गर्नुपर्छ कि पर्दैन या अदालत मार्फत डिभोर्स गर्नुपर्छ कि पर्दैन भन्ने अन्योलतालाई चाहिँ प्रश्न पार्नको लागि मैले यो भिडियो लिएर आएको हो। यदि हजुरहरू विगत 4-5 वर्षदेखि चाहिँ यसरी लिभिङ टुगेदरमा हुनुहुन्छ र हाल आएर छुटिनुपर्ने अवस्था आएको छ या छुटिनु खोजिराख्नु भएको छ भने चाहिँ हजुरहरूले यदि कुनै पनि कला संस्कृति या कुनै पनि माध्यमबाट एक अर्कालाई चाहिँ श्रीमान श्रीमती हो भन्ने कुरा चाहिँ हजुरहरूले डिक्लेयर गर्नुभएको छैन या प्रस्ट्याउनु भएको छैन भने चाहिँ हजुरहरूले कुनै पनि माध्यमबाट या कुनै पनि कागज गरेर हजुरहरू छुटिनुपर्ने हुँदैन। र त्यति मात्र नभइकन यदि लिभिङ टुगेदर बस्दाको अवस्थामा हजुरहरू मार्फत चाहिँ बच्चाको जन्म भएको छ भने सो बच्चाको बर्थ सर्टिफिकेट र हस्पिटलबाट जन्मेको छ भने हस्पिटलको सर्टिफिकेट मार्फत चाहिँ हजुरहरूको रिलेसन इस्टाब्लिस हुने हुँदा चाहिँ सो इस्टाब्लिस भएको हजुरहरूको सम्बन्धलाई चाहिँ हजुरहरूले अदालतमा लगेर प्रस्ट्याएर हजुरहरूले चाहिँ डिभोर्स मार्फत चाहिँ हजुरहरू छुटिन सक्नुहुनेछ। र यदि यो सम्पूर्ण कारणहरूबाट हजुरहरूको रिलेसन इस्टाब्लिस हुँदैन, श्रीमान श्रीमती हो भन्ने कुरा डिक्लेयर हुँदैन भने चाहिँ हजुरहरू जसरी लिभिङ टुगेदरमा बस्नु भएको छ त्यसरी नै हजुरहरू छुटिन सक्नुहुनेछ। हस् त, नमस्ते।